स्वागत छ तपाईहरूलाई सनातन शिक्षा विथ आकाशमा। आज म वर्तमान अवस्था समसामयिक समस्या सँग सम्बन्धित चाहिँ कुरा गर्नेछु। एउटा शिक्षक भएको नाताले प्राय चाहिँ म हेर्ने गर्दछु विद्यार्थीहरू अहिले चाहिँ कुन अवस्थाबाट कुन समस्याबाट गुज्रिरहेको छ। प्राय विद्यार्थीहरू मलाई चाहिँ आफ्नो समस्याको बारेमा भनिरहेको उनीहरूले होइन आफ्नो समस्याको बारेमा मलाई वृत्तान्त चाहिँ बताउँदा मैले के थाहा पाएँ भनेदेखि आज भनेको चाहिँ समसामयिक समस्या भनेको विद्यार्थीहरू चाहिँ डिप्रेसनबाट, एन्जाइटीबाट, फियरबाट चाहिँ गुज्रिरहेको छ। एकछिनमै हताश भइहाल्ने, अतालिहाल्ने अवस्था छ। त्यही विषयलाई चाहिँ लिएर अब म क्रमशः लगातार यस्तै भिडियोहरू पोस्ट चाहिँ गर्ने छु। यदि तपाईँहरूलाई यो भिडियो राम्रो लाग्छ, हेल्पफुल हुन्छ तपाईँहरूले पक्कै पनि यो च्यानल तपाईँहरू जुट्नु। ल अब हामी सुरु गरौँ। विद्यार्थीहरूले मलाई आफ्नो समस्याको बारेमा बताउँदाखेरि मैले के थाहा पाएँ भने उनीहरूको मनमा छिट्टै हिम भावना आउँदो रहेछ। यो हिम भावना चाहिँ किन आउँदो रहेछ भनेदेखि कसैले उनीहरूलाई केही गाली गरिदियो, कसैले उनीहरूलाई केही भनिदियो, इन्सल्ट गरिदियो है, उनीहरूको गल्ती थिएन, उनीहरूले सफर उनीहरूबाट जति हुन सक्थ्यो गर्यो, तर उनीहरूको आफन्त, साथीभाइ, घर परिवार, स्कुलले चाहिँ गाली गरिदियो, इन्सल्ट गरिदियो, अनावश्यक रूपले गल्ती नहुँदा हुँदै पनि इन्सल्ट भोग्नु पर्यो, गाली खानु पर्यो, अपमानित हुनु पर्यो। उनीहरूले के बुझ्दो रहेछन्, छिट्टो उनीहरूको मनमा चाहिँ हिम भावना चाहिँ उत्पन्न हुँदो रहेछ। अनि प्राय म सामान्यतया म विद्यार्थीहरूलाई यही भन्ने गर्छु जुन आज तपाईँहरू समक्ष म भनिराखेको छु। हामी प्राय के गर्छौँ भनेदेखि अरूको दृष्टिकोण अनुसार हामी आफूलाई हेर्ने गर्दछौँ। अरूले हामीलाई राम्रो कुरा हाम्रो बारेमा कसैले भनिदियो भने छिट्टै खुसी भइहाल्ने, अरूले हाम्रो बारेमा नराम्रो कुरो भनिदियो, गल्ती होस् नहोस् आफ्नो ठाउँमा, अनि हामी दुःखी भन्छौँ। यसको अर्थ के भयो? हामी अरूको अधीनमा, अरूलाई हामी आफूमाथि चाहिँ हावी हुन दियो, कदापि पनि हामी हुन चाहिँ दिनु हुँदैन। साथीहरू, यो कुरा तपाईँहरू एकदम राम्ररी नै बुझ्नु होला। हामी अनन्त छौँ। म चाहिँ आध्यात्मिक व्यक्ति हो। श्रीमद् भगवत गीता अध्ययन गर्ने, सिक्ने, विगत केही वर्षदेखि नै निरन्तर रूपले श्रीमद् भगवत गीतालाई अध्ययन गर्दै आएको छु, बुझ्दै आएको छु, सिक्दै आएको छु, जुझ्दै आएको छु, लड्दै आएको छु, सङ्घर्ष चाहिँ गर्दै आएको छु। मेरो मनमा पनि हिम भावना चाहिँ
उठ्ने गर्दछ। तर मसँग अनमोल ज्ञान छ, मसँग चाहिँ कृष्ण हुनुहुन्छ, मसँग चाहिँ श्री कृष्ण हुनुहुन्छ, मसँग चाहिँ श्रीमद् भगवत गीता छ। तपाईहरु पनि सकभर प्रयास गर्नुस्, आध्यात्मिक हुनुस्, अध्यात्ममा रुचि हराउनुस्, अध्यात्मको बारेमा बुझ्नुस्, जान्नुस्। श्रीमद् भगवत गीता अध्ययन गर्नुस्, त्यहाँबाट तपाईहरुले पक्कै पनि आफ्नो समस्याको उपाय पाउनुहुनेछ। अनि जब हामी चाहिँ अनन्त छौं, सच्चिदानन्दमय छौं भने हामीलाई अरूले केही भन्दैमा हामी कसरी सानो ठुलो हुन सक्छौं, यो कुरा तपाईहरु पक्कै पनि विचार गर्नुस्। हामी जब आफ्नो भित्र चाहिँ हीन भावना उत्पन्न हुन दिन्छौं, त्यतिखेर हामी आफूलाई सानो ठान्न थाल्छौं। इन्फेरियर कम्प्लेक्सिटी उत्पन्न हुन थाल्छ। इन्फेरियर कम्प्लेक्सिटीको अर्थ भयो हामीलाई आफूलाई अति नै हामीले सानो आफूलाई ठान्न थाल्छौं। म केही गर्न सक्दिनँ, मसँग केही हुन सक्दैन, मसँग यो छैन त्यो छैन भन्ने हुन्छ। त्यसले गर्दा हामी एकदम निराश हताश हुन्छौँ। अनि आफ्नो जुन शत्रुहरू छन्, दुश्मनहरू, उनीहरूलाई सफल पार्छौँ यो सब हामी गरेर। के तपाईहरु उनीहरूलाई सफल, आफ्नो शत्रुलाई सफल पार्न खोज्नु भइराखेको छ? तिनीहरूलाई विजय गर्न खोजिराख्नु भएको हो तपाईहरु? होइन नि, पक्कै पनि हो। त्यस कारणले गर्दा तपाईहरु आफ्नो यो मनमा हीन भावना कहिले पनि उत्पन्न हुनु दिनु हुँदैन, हुन नदिनुस्। हामी चाहिँ अपूर्ण छौं भन्ने सोच हाम्रो भित्र आइराखेको हुन्छ, आइरहेको हुन्छ। हामी अपूर्ण छौं, तर वास्तविकता के हो भने हामी पूर्ण छौं। जस्ट हामीलाई के थाहा हुन्छ भने आत्मज्ञान। आत्मज्ञान बिहान दिन सुरु भएदेखि पश्चात बेलुकी सुतुन्जेलसम्म तपाईहरु के कति गरिराख्नु भएको छ, कुन गतिविधि गरिराख्नु भएको छ, त्यो सब अवलोकन गर्नुस् एकदम ध्यानपूर्वक। त्यही हो आत्मज्ञान। यदि अरूले तपाईलाई केही भनिरहेको छ भने पक्कै पनि तपाईले उसलाई अवसर चाहिँ दिइराख्नु भएको छ, त्यही भएर तपाईले भन्न सकिरहेको छ उले। हामी आफूलाई यस्तो बनाउनु पर्छ, यस्तो हाम्रो तेज हुनु पर्छ कि हामीलाई कसैको बोली विचारले केही अपमान, सम्मान, हामीमाथि के अपमान सम्मान हामीमाथि भारी हुन दिनु हुँदैन। यो भिडियोबाट तपाईहरुले पक्कै पनि लाभ लिनुहुन्छ। यो भिडियोले तपाईहरुलाई पक्कै पनि लाभ दिनेछ, फाइदा हुनेछ भन्ने मलाई लाग्दछ। ल त अब आजको लागि हामी यति नै राखौं। धन्यवाद।